ल है त साथीहरू, आज चाहिँ मैले मकै गोडिसकेँ। मकै चाहिँ यति नै रोपेको थिएँ, ज्यादा थिएन। अनि यो रमभेडा पनि गोडेँ। त्यहाँ पछाडि हेर्नुहोस्, तपाईँले ध्यान दिएर हेर्नुभयो भने त्यहाँनिर रमभेडाहरू पनि छ। अनि अब मेरो बाँकी रहेको काम चाहिँ यो अलिकति यिनीहरू गोड्नु छ, यो मुला। अनि हेर्नुहोस् न, पन्जा पनि लडाइरहेछ, भर्खरै फुकालेको। अनि यो गोड्नु बाँकी छ, यो पनि मुला हो। साह्रै बाक्लो भएछ, के कस्तो रोपिपठायो। अलिक सिजन पनि भएन होला नि त सायद यो मुलाको लागि, त्यही भएर त्यस्तो राम्रो भएन मुला। त्यही पनि हिम्मत हार्नु हुँदैन भनेर चाहिँ गोडी चाहिँ राखौँ भनेको। अनि यता हेर्नुहोस् ल, यहाँनिर सक्खरखण्ड रोपेको छु मैले, सोकोरे। अनि यता पनि रमभेडै छ, यतातिर पनि निकै छ रमभेडा चाहिँ। यहाँबाट अलि सानो भएर मजाले देखेको छैन, त्यही माथि अलि झारझार पनि छ। अनि यता यो तपाईँले देख्नुहुन्छ होला, यो रुखको सिङ्गा गाडेको छ नि, त्यो प्रत्येकमा चाहिँ डल्ले खोर्सानी रोपेको छु मैले। सानो छ, एकदमै सानोमै सारिदिएको। अनि यो चाहिँ एक भारी मल छ। अब त्यो एक भारी मलले चाहिँ के हुन्छ रोप्ने नै छु म, बिस्तारै गर्दै भए पनि। अनि त्यस्तै छ साथीहरू, आजको दिन पनि मेरो यसरी नै बित्यो। यति भन्दै आजको मेरो भिडियो पनि एन्ड गरेँ है त साथीहरू। बाई बाई।